समस्त तीर्थयात्री भक्तजनहरूमा हार्दिक प्रणाम। यही 2083 साल असार 26 गते शुक्रबार योगिनी एकादशीका दिन हामी नेपालगञ्जदेखि हेटौँडा हुँदै हेटौँडा शहीद पार्क अवलोकन, सिन्धुली गढी अवलोकन र यसै गरी हामी दुधकोशी, सुनकोशी, गङ्गा तर्दै धरानका विभिन्न धराधामहरू बुढासुब्बा, पिण्डेश्वरी, दन्तकाली, पञ्चकन्या देवी लगायत 71 वर्ष पुरानो श्री कृष्ण मन्दिर र पार्क अवलोकन गरी हामी फेरि हलेश्वर महादेवको दर्शनको लागि खोटाङतर्फ लाग्नेछौँ। खोटाङ हलेसी महादेवको दर्शन गर्दै साकेला उद्गम स्थल र हुँदै हामी अर्खौले बजार हुँदै सदरमुकाम दिक्तेलतर्फ लाग्नेछौँ। दिक्तेल खोटाङ भगवतीको दर्शन गरी बुद्धेश्वर महादेवको दर्शन गरी त्यहाँका विभिन्न पर्यटकीय स्थलहरूको अवलोकन गरी हामी फर्केर फेरि चताराधाम, जहाँ धरतीकै पहिलो धार्मिक स्थल तथा पहिलो अमृत वर्षा भएको कोकाकोह सङ्गम सप्तकोशी नदी स्नान गरी त्यहाँको विभिन्न धार्मिक स्थानहरूको दर्शन गरी बराहको भगवानको दर्शन गरी त्यसपछि चताराधामतर्फ लाग्दै हामी इटहरीमा रहेको श्री कृष्ण प्रणामी मन्दिर, जसलाई नेपालकै वृन्दावन भनिन्छ, त्यहाँ पनि हामी दर्शन गर्नेछौँ र हामी यसरी विभिन्न धार्मिक स्थलहरूको दर्शन तथा पर्यटकीय क्षेत्रहरूको अवलोकन गर्दै जनकपुर धामतर्फ लाग्दछौँ। सीता विवाह मण्डप, रामजानकी मन्दिर, जलेश्वर लगायतका धेरै धामहरूको दर्शन गरिसकी हामी फेरि चितवन नारायणघाट हुँदै देवघाट धाम दर्शन गरी स्नान गरी नेपालगञ्ज फर्कने एक हप्ताको कार्यक्रम रहेको हुँदा सोको लागि सिट सीमित छ र यही 22 गतेभित्र नाम लेखाई आफ्नो सिट सुरक्षित गर्नुहुन हार्दिक अनुरोध गर्दछु। विस्तृत जानकारीको लागि यही भिडियोमा कमेन्टसहित आफ्नो फोन नम्बर छोड्नुहुन र सम्पर्क गर्नुहुन पनि पुनः अनुरोध गर्दै बिदा हुन्छु। प्रणाम।